नमस्कार। आजको भिडियोमा म फेरि पनि नेपालको भूगोलबाट केही जानकारी लिएर उपस्थित भएको छु र आजको भिडियोमा म नेपालबाट नजिक पर्ने खाडी देश र सार्क सार्क राष्ट्रका राजधानीहरूको बारेमा छलफल गर्नेछु। नेपालबाट सबैभन्दा नजिक पर्ने खाडी अर्थात् समुद्र कुन हो भनेर प्रश्न आएको पनि छ र भविष्यमा आउन सक्ने पनि सम्भावना उत्तिकै रहन्छ। नेपालबाट नजिक पर्ने खाडी वा समुद्र कुन हो भने यो चाहिँ बङ्गालको खाडी, जुन चाहिँ नेपालको पूर्वी क्षेत्रबाट 1127 किलोमिटर टाढा पर्छ। यसलाई माइल्समा भन्दा 700 माइल्स यो टाढा रहेको छ र यसै बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र झापा हुँदै ग्रीष्म ऋतुमा बाफिलो वायुहरू प्रवेश गर्छ र ग्रीष्म ऋतुमा नेपालको पूर्वी तथा मध्यभाग हुँदै सबैतिर पानी पार्छ। त्यस्तै नेपालबाट नजिक पर्ने बन्दरगाह, सबैभन्दा नजिक पर्ने बन्दरगाह कुन हो भने यो चाहिँ भारतको पश्चिम बङ्गालमा रहेको कोलकाता बन्दरगाह हो, जुन नेपालबाट 2900 किलोमिटर टाढा रहेको छ। हाल नेपाल भारतको दुईटा बन्दरगाह, एउटा कोलकाता बन्दरगाह र अर्को भनेपछि आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह चाहिँ प्रयोग गर्दै आएको छ। यस्तै चीनको 4वटा सामुद्रिक र 3वटा सुखा बन्दरगाह गरी 7वटा बन्दरगाह प्रयोग गर्ने चाहिँ बाटो खुलेको छ। नेपालबाट नजिक पर्ने देशहरू कुन कुन हुन्? सिमाना जोडिएको देशको कुरा गऱ्यौँ भने सबैभन्दा नजिक भारत, त्यसपछिको चीन हुन्छ र सिमाना नजोडिएका, नेपालसँग सिमाना नजोडिएका कुन देश सबैभन्दा नजिक पर्छ भने बङ्गलादेश र अर्को भुटान पनि छ। हामी यसलाई बीबी भनेर सम्झिन सक्छौँ। सबैभन्दा नजिक बङ्गलादेश पर्छ, जुन 27 किलोमिटर टाढा रहेको छ नेपालको सिमानाबाट। त्यस्तै 32 किलोमिटर टाढा पर्छ भुटान। अब नेपालको राजधानी काठमाडौँबाट नजिक पर्ने सार्क राष्ट्रका राजधानीहरू कुन कुन हुन् र कति किलोमिटर टाढा पर्छ, यसलाई सम्झिनको लागि मैले एउटा सम्झिने सूत्र जस्तो चाहिँ यहाँ लेखेको छु। थिडान इका कोमा। थिडान इका कोमा भने हामी सम्झियो भने नेपालको राजधानी काठमाडौँबाट नजिक पर्ने सार्क राष्ट्रका राजधानीहरू र कति किलोमिटर टाढा छ सम्झिन चाहिँ सजिलो हुन्छ। यो क्रमशः नजिकबाट टाढा हुँदै गएको छ। नेपालको राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने सार्क राजधानी भनेपछि भुटान देशको थिम्पू भने रहेको छ, जुन चाहिँ नेपालको काठमाडौँबाट 400 किलोमिटर टाढा पर्छ। भुटानको थिम्पू 400 किलोमिटर टाढा पर्छ भने त्यसपछिको बङ्गलादेश र बङ्गलादेशको राजधानी ढाका रहेको छ, जुन काठमाडौँबाट ढाका 620 किलोमिटर टाढा पर्छ। त्यसपछि भारतको राजधानी नयाँ दिल्ली काठमाडौँबाट 790 किलोमिटर टाढा छ। त्यस्तै पाकिस्तानको राजधानी इस्लामाबाद, जुन 1380 किलोमिटर टाढा रहेको छ काठमाडौँबाट। त्यस्तै अफगानिस्तानको राजधानी काबुल र काबुल नेपालको राजधानी काठमाडौँबाट 1710 किलोमिटर टाढा पर्छ। त्यसपछिको देश हो श्रीलङ्का र श्रीलङ्काको राजधानी कोलम्बो नेपालको काठमाडौँबाट 2320 किलोमिटर टाढा पर्छ भने मालदिभ्स को राजधानी माले, जुन काठमाडौँबाट सबैभन्दा टाढा सार्क राष्ट्रहरू मध्ये पर्छ, 2760 किलोमिटर चाहिँ यो टाढा पर्छ। र यसै किसिमका विभिन्न किसिमका जानकारीहरूको लागि मलाई तपाईँहरूले मेरो
राम विश्वास मुखिया फेसबुक आइडी, त्यस्तै विश्वास लर्निङ क्लासेज युट्युब च्यानल र विश्वास लर्निङ क्लासेज फेसबुक पेजमा मलाई फलो गरेर सहयोग गर्नुहोला। धन्यवाद।